यो एउटा रियल मुभी कहानीमा बेस्ड मुभी हो। यो केटाको नाम चाहिँ नि ड्यान मिल्मेन हो। यो चाहिँ नि एउटा चाहिँ जिम्नास्ट हुन्छ। अनि यो जिम्नास्ट गर्दा गर्दा त्यसले राति सपनामा एउटा सपना देख्छ। त्यसमा केही त्यसको खुट्टा चाहिँ नि भाँचिएर टुक्रा टुक्रा भइरहेको हुन्छ। अनि त्यो टुक्राहरू देख्छ त्यसले। अनि एउटा मान्छेले चाहिँ त्यही टुक्राहरूलाई चाहिँ सोरिरहेको हुन्छ। त्यो सोर्दाखेरि चाहिँ त्यसले त्यसको जुत्ताहरू हेर्छ। अनि त्यो झ्याप्पै सपनाबाट बिउजिन्छ। अनि बिउजेर हेर्दाखेरि 3 बजिरहेको हुन्छ। त्यो निस्किएर अब मर्निङ वाकलाई निस्किहाल्छ। गएर एउटा पेट्रोल पम्पमा चाहिँ नि पुग्छ। त्यो पेट्रोल पम्पको आडमा एउटा स्टोर हुन्छ। त्यहाँ चाहिँ त्यसले खै खानेकुराहरू लिन्छन्। त्यस्तै जुत्ता सेम जुत्ता हेर्छ जुन सपनामा देखाएको थियो। अनि त्यहाँ एउटा बुढोले त्यही जुत्ता लगाइरहेको हुन्छ। अनि त्यसलाई भन्छ यो जुत्ताहरू किन छुट्टै छुट्टै छ त? बुढोले भन्छ एउटा चाहिँ नि एउटाभन्दा पुरानो हो भन्छ। अनि त्यो फर्किँदाखेरि बुढोलाई बाहिरै देख्छ। अनि फेरि एकछिन फर्केर हेर्दाखेरि त त्यो बुढो चाहिँ नि माथि हुन्छ, त्यो स्टोरको माथि। अनि त्यो अचम्म पर्छ, 1 सेकेन्डमै यति माथि कसरी पुग्यो बुढो? अनि त्यसलाई सोध्छ तपाईँ त्यहाँ माथि कसरी पुग्नुभयो भनेर भन्छ। अनि त्यसो सोद्धाखेरि त्यो बुढाले केही नि भन्दैनन्, त्यसलाई हेरिराख्छन्। अनि हेरिराखेको बेलामा त्यो फर्किन्छ, अब केही बोलेन भनेर। अनि त्यहाँबाट फेरि आफ्नो प्र्याक्टिसमा गइहाल्छ। प्र्याक्टिसमा जाँदाखेरि चाहिँ नि त्यसले अब त्यही ट्राम्पोलिनमा प्र्याक्टिस गरिरहेको हुन्छ। त्यो चाहिँ अलिकति घमण्डी पाराको केटा हुन्छ। अरूभन्दा चाहिँ म बेस्ट छु भन्ने टाइपको सोचिरहेको हुन्छ। अझै त्यो बेस्ट पनि हुन्छ, राम्रो पनि गर्छ। तर त्यसले चाहिँ नि एउटा फ्लिप गर्न खोजिरहेको हुन्छ, 3 फ्लिप गर्न खोजिरहेको हुन्छ ट्राम्पोलिनमा। त्यो चाहिँ कसैले गरेको हुन्न अहिलेसम्म। अनि त्यो चाहिँ नि त्यसको कोचले हेरिरहेको हुन्छ नि, यो जिद्दीले के गर्ने भयो भनेर। अनि त्यो गर्दा गर्दा चाहिँ नि त्यो ड्याम्मै लड्छ। अब त्यहाँ लडेपछि त्यहाँबाट कोचको चाहिँ नि सुरु हुन्छ। त्यहाँबाट तैँले के गर्नु खोजिरहेछस्? अब चाहिँ नि ओलम्पिक आउनु थालिसकेछ, तैँले यसरी आफ्नो जिउ चाहिँ किन भत्काउनु खोजिरहेछस्? नभत्का, मर्नु नखोज, आरामले 2 फ्लिप गर, राम्रोसँग ओलम्पिकमा सेलेक्सन भइहाल्छ, तेरो राम्रै हुन्छ भनेर भन्नु। अनि त्यसले सुने जस्तै गरेर फेरि यताउता लागिहाल्छ। अब त्यो आफ्नो जिद्दी केटा हो के अरे। त्यहाँबाट लाग्दाखेरि फेरि त्यही बुढो थिम जान्छ त्यो बिहान। अनि बुढो थिम गएर भन्छ तँ चाहिँ त्यहाँ माथि चाहिँ कसरी चढेस् त नि? बुढालाई सोध्छ तपाईँ चाहिँ माथि कसरी चढ्नुभयो माथि? अनि त्यो बुढालाई भन्छ त्यो त कसैले गर्नु सक्दैन, त्यति माथि त जम्प हान्न त गाह्रो छ मान्छेलाई, त्यस्तो त गाह्रो हुन्छ। त्यो बुढाले भन्छ मान्छेले के गर्नुसक्छ तँलाई थाहा छ? तँलाई केही पनि थाहा छैन भनेपछि तँ कमजोर छस्, त्यो लायक भएको छैनस् अहिले त्यो माथि पुग्नुलाई। त्यसको लागि धेरै प्र्याक्टिस चाहिन्छ, अझ कन्सन्ट्रेट हुनुपर्छ भनेर भन्छ। तँ चाहिँ के को लागि प्र्याक्टिस गरिरहेको छु भने त भन्छ म ओलम्पिकको लागि गरिरहेको छु, म चाहिँ अब ओलम्पिकमा खेल्ने मान्छे हो, म चाहिँ जिम्नास्ट हो भनेर भन्छ। त्यसपछि त्यसले भन्छ अनि त्यहाँबाट मलाई चाहिँ तपाईँले आइडिया दिनुपर्छ त्यो माथि चढ्ने चाहिँ नि कसरी भयो भनेर, मलाई चाहिँ नि त्यो चाहिन्छ भनेर भन्छ। अनि बुढाले भन्छ ल हेरौँ ल, मान्छेले कन्सन्ट्रेट गऱ्यो भने जे पनि गर्नुसक्छ भनेर त्यसलाई भन्छ नि एकचोटि। अनि त्यो हाँस्छ, वाइयात गफ दिनु थाल्यो बुढोले फेरि भनेर हाँस्न थाल्छ। र फिलोसफी गफ नदिनु, अबदेखि तपाईँलाई चाहिँ म सक्रेट्स भनेर बोलाउँछु, फिलोसफी होला गफहरू चाहिँ मलाई नदिनु भनेर भन्छ। साइन्टिफिक कुरा गर्नेमा गर्नु। बिहान फेरि त्यो आफ्नो प्र्याक्टिसमा को याद गर्छ कि बिहानको प्र्याक्टिसको याद गर्छ, ओलम्पिकमा प्र्याक्टिसको याद गर्छ। त्यसलाई भन्छ ओलम्पिक्समा पुगेनस् भने चाहिँ तैँले के गर्छस् भनेर त्यो पनि एकचोटि सोधिदिन्छ कि बुढाले। अनि त्यो रिसाएर निस्किन्छ र पार्टीमा जान्छ। पार्टीमा चाहिँ नि ह्यान्ड स्ट्यान्ड गरिरहेको हुन्छन् तिनीहरूले। केटीहरूलाई अब देखाएर चाहिँ नि एउटा केटी चाहिँ लिएर जान्छ आफ्नो कोठामा। अनि केटी लिएर जाँदाखेरि फेरि झ्याप्पै हेर्छ त्यो बुढालाई, उसमा सपनाबाट बिउजेर हेर्दाखेरि फेरि त्यो बुढो थिम जान्छ फेरि। अनि त्यो बुढो थिम जाँदाखेरि एउटा केटी भेट हुन्छ, जोयन नाम गरेको केटी। त्यसले मोमो ल्याएको हुन्छ। अनि त्यो मोमो झ्याप खाइरहेको हुन्छ, भोक लागेको मान्छे जस्तो, खान नपाएको जस्तो झ्याप खाइरहेको हुन्छ। अनि त्यो बुढोले भन्छ यसरी नखा, आरामले खा, टेस्ट लिएर खा, किन यसरी खाइरहेछस् भनेर भन्छ। अनि त्यो भन्दाखेरि त्यो बुढोलाई भन्छ जसरी खान्छु के भयो र भनेर भन्छ। अनि तँ बलियो छस् भनेर कुराकानी गर्दाखेरि म त लास्टै बलियो छु भने हो, अनि यसरी बस्दैन त भनेर भन्छन्। त्यो कति बेरसम्म बस्नु सक्छस् भनेर। त्यहाँबाट त्यो बस्दाखेरि त्यहाँबाट त्यो बस्नु सक्दैन, 5 मिनट नै बस्नु सक्दैन। अनि बस्नु नसकेपछि त्यो बुढोको म सकेन भनेर त्यो चाहिँ फिर्ता जानु थाल्छ रिसाएर। अब गर्नु सकेन के अरे बुढोले भनेको। फिर्ता जानु थाल्दाखेरि तैँले थाहा पाइस् नि आफ्नो कन्सन्ट्रेट जबसम्म हुँदैन तबसम्म मान्छेले केही नै गर्नु सक्दैन भनेर भन्छ। त्यो बुढोले अब सम्झाउँछ त्यसलाई। अनि त्यो चाहिँ नि जान्छ राति फेरि त्यसको त्यही स्टाइल फेरि त्यस्तै हो। फेरि त्यो आफ्नो जिम्नास्टको
कुराहरू चाहिँ नि यताउता सम्झिनु थाल्छ। त्यहाँबाट त्यो बुढोले सम्झाइरहेको सुन्छ एकछिन के भन्यो भनेर। त्यसपछि बिहान फेरि प्र्याक्टिसमा जाँदाखेरि त्यसको एउटा साथी चाहिँ नि हातमा चोट लागिरहेको हुन्छ। त्यो चाहिँ नि हर्समा चाहिँ नि गर्ने मान्छे हुन्छ, केटा हुन्छ क्या हर्समा चाहिँ। त्यसपछि हर्समा गर्दा गर्दा त्यसको हात चाहिँ नि फ्र्याक्चर हुन्छ। फ्र्याक्चर भएपछि अब कोही पनि गर्ने छैनन्। फेरि त्यो बुढो थिम बिहान फेरि बुढो थिम पुग्छ। अनि बुढोले के गरिरहेको हुन्छ। अनि त्यो गएर त्यसलाई चेक गर्नु लागि चाहिँ नि त्यो एउटा चाहिँ नि फाल्छ, त्यो मसिन चाहिँ नि के अरे पाना चाहिँ नि फाल्छ। अनि त्यो टाढा फाल्छ क्या। अनि बुढोले च्याप समातिदिन्छ त्यो पानाहरू। त्यो अचम्म पर्छ, कसरी गरिस् भनेर भन्छ। त त्यसले भन्छ जे तेरो दिमागमा छ, जे गर्नु छ तँलाई त्यो मात्रै सोच्नुपर्छ भनेर, अरू सोच्नुहुन्न भन्छ। फेरि एउटा इक्जाम्पल नदिए त बुझ्दैन। मलाई हान भन्छन्। अनि मलाई हान भन्दाखेरि त्यसले हान्न खोज्दाखेरि च्याप्पै आफूले हानेर लडाइदिन्छन्। अनि त्यो बुढोलाई भन्छन् तेरो दिमागमा जे छ वरिपरि छरछिमेकी यताउता कुराहरू सब तैँले निकालेर फाल्नुपर्छ र जे तँलाई गर्नु छ त्यही मात्रै दिमागमा राख, अनि बल्ल तैँले केही काम गर्नु सक्छस्। इक्जाम्पल दे भन्छ। अनि इक्जाम्पल भोलि बिहान आइज नि त, म तँलाई इक्जाम्पल दिन्छु भनेर तेरो दिमागको ट्रेसमा निकालेर फालिदिन्छु भनेर। भोलि बिहान दुइटै भेट हुन्छ। अनि त्यसलाई पानीमा फालिदिन्छु धक्लेर। त्यति बेला त्यसले केही नि सोचेको हुन्न भनेर भन्छ। तैँले केही नि सोचेन, तैँले मात्रै गरिस् भनेर भन्छन्। मेरो दिमागमा केही पनि छैन भन्छन्। त्यहाँबाट त्यसले चाहिँ नि च्याप्पै समातेर आफ्नो मेडिटेसन पावरले चाहिँ त्यसलाई देखाइदिन्छ तेरो दिमागमा के छ हेर भनेर देखाइदिन्छन्। अनि त्यो हेरेपछि त्यो अचम्म पर्छ। तेरो दिमाग कन्सन्ट्रेसन छैन, कन्सन्ट्रेसनको पावर तँलाई थाहा नै छैन भनेर भन्छन्। तैँले जुन दिन कन्सन्ट्रेट गर्छस् तैँले आफूलाई पाउँछस् भनेर भन्छन्। त्यसपछि त्यो जान्छ फेरि उसमा प्र्याक्टिस गर्दाखेरि। अनि सोध्छ ल त नि आज कन्सन्ट्रेट गरेर हेरौँ, मेरो साथीको यो हर्समा म पनि गरेर हेरिदिन्छु भनेर। अनि पुरा फुल्ली कन्सन्ट्रेट गरेर गर्नु थाल्छ। एउटै त्यही कुरा मात्रै सोचेर गर्दाखेरि त दामी गरिदिन्छ, त्यो पहिलाको साथीभन्दा दामी गरिदिन्छ। अनि त्यो कोच अचम्म परेर हेर्छ, साथीहरू अचम्म परेर हेर्छन्। अनि त्यो फेरि भोलि बिहान फेरि आफ्नो त्यो बुढोलाई सुनाउनु थाल्छ कथा कि साथीहरूले मलाई अचम्म परेर हेरेँ, मैले चाहिँ हर्समा चाहिँ यस्तो गरिदिएँ भनेर। त्यहाँबाट बुढाले भन्छ तँ अहिले पनि पास्टमा छस्, तैँले अहिले पनि त्यति बेलाको सोचिरहेको छस्, अहिलेको बारेमा सोच, अहिलेको बारेमा सोच्नुपर्छ भनेर भन्छ। त्यहाँबाट त्यो फेरि पर्छ, त्यसको कुराहरू बुझ्दैन त्यसले। अनि चाहिँ नि बिहान भएको देख्छ। अनि त्यो बुढोको पछाडि लागेर हिँड्छ। अनि त्यो बुढो चाहिँ नि त्यसको जिम्नास्ट गर्ने ठाउँमा पुग्छ। अनि त्यो माथि गएर छतमाथि गएर बस्छ। अनि बसेर हेरिरहेको हुन्छ ट्रेम्पोलिनमा सबले गरिरहेको। अनि सबलाई हेरिरहेको हुन्छ। अनि कुरा पनि सुनिरहेको हुन्छ कि त्यसले कानमा अरूको मनमा के छ भनेर। अनि हेर्छ, आफूलाई हेर्छ, फेरि उहाँ पर्छ, आफूलाई हेरेपछि त्यो लड्दाखेरि त त्यही बुढो चाहिँ मुन रहेछ। त्यो त्यसले सपना पो देखिरहेको हुन्छ। भनेपछि त्यो बुढोले चाहिँ आफ्नो मेडिटेसन पावर चाहिँ युज गरेर त्यसलाई देखाइरहेको हुन्छ कि अनि त्यसले चाहिँ नि त्यो बुढोले चाहिँ नि यस्तो गर्यो भनेर त्यो चाहिँ नि फेरि ढ्याप्प डराएर त्यो घरतिर लाग्छ। घरतिर लागेर त्यो बुढो थियो अब जान्न थियो। अनि फेरि त्यसको बियर खानु, यताउता गर्नु, त्यहाँबाट के अरे कोचसँग भेट्नु, त्यहाँबाट जोआईसँग भेट गर्नु थाल्छ। गर्दा त्यसले सोध्छ अझै राम्रो हुने कि भनेर सोचिरहेको हुन्छ। त्यसपछि त्यसले चाहिँ नि भेज हुनु भनेको हुन्छ कि त्यो बुढाले, भेज हु, अनि बल्ल भेज हु अझै कन्सन्ट्रेट गर्न पावर आउँछ भनेर भेज भएको हुन्छ त्यो। त्यहाँबाट त्यसले सोध्छ भेज भएर त बल नआउने रहेछ भन्छ। अनि त्यो सिक्नु लागि चाहिँ बुढाले जे भन्छ त्यो सबै कुरा मान्न थाल्छ। केटीहरूलाई छोड्नु थाल्छ, भेज हुन्छ, त्यसपछि आफ्नो काम आफै गर्नु थाल्छ, प्र्याक्टिस गर्नु थाल्छ। त्यो मासु नखाएर त्यसलाई चाहिँ कमजोरी फिल हुन थाल्छ। त्यसले एउटा त्यो पनि के अरे एउटा ट्रेम्पोलिनमा एउटा पनि गर्न सक्दैन। त्यस्तो नगर्न सक्दा फेरि त्यो बुढो थिम गएर कराउनु थाल्छ, तैँले मलाई के कमजोर बनाउनु खोजेको, म ओलम्पिकमा सेलेक्ट हुने मान्छे चाहिँ नि अब चाहिँ मैले के गर्ने, म त कमजोर भइसकेको छु भनेर भन्छ। त्यहाँबाट घाँसहरूले खाएर तागत आउँछ भनेर त्यहाँबाट त्यो बुढो चाहिँ नि फेरि त्यसलाई भन्छ तेरो बकवासहरू त थिम राख, म आफ्नो प्र्याक्टिस चाहिँ नि आफ्नो तरिकाले गर्छु भनेर भन्छ। त्यस्तो भनेर त्यो चाहिँ निस्किनु थाल्छ। बुढोले ल हस् भनिदिन्छ। त्यो बुढो त्यहाँबाट चाहिँ नि त्यो केटा चाहिँ फेरि भेट हुँदा त्यहाँबाट चाहिँ नि त्यो हस् भनेपछि त्यो चाहिँ नि फेरि निस्केर जानु थाल्छ। अब निस्केर गएपछि त्यहाँबाट बाइकमा जान्छ। बाइकमा फर्क्यो। अनि त्यो बुढोले यसो विचार गर्छ अब यसको के हुने हो भनेर सोध्छ। अनि त्यहाँबाट त्यो चाहिँ नि गर्दा अब त्यो त्यही आफ्नो कामहरू गर्दा अझै नि विचार गरिरहेको हुन्छ। त्यहाँबाट त्यसले
त्यही पार्टीमा त्यसले फेरि आफ्नो स्टाइल, नयाँ स्टाइल त्यही पुरानोमा जान थाल्छ। बियर खाने गर्ने गर्दा गर्दा एक दिन फेरि फास्ट बाइक चलाउने गर्दा गर्दा त्यो बाइक चाहिँ नि गएर एउटा कारमा ठोक्किन्छ। कारमा ठोक्किएर त्यो लड्छ, एक्सिडेन्ट पऱ्यो त्यसको। अनि त्यस सिसाहरू चाहिँ फुटेको देख्छ, जस्तो कि त्यसले सपनामा आफ्नो खुट्टा टुक्रेको देखेको थियो। अनि त्यसलाई भन्छ कि तेरो खुट्टाको फ्र्याक्चर भएको छ, 17वटा टुक्रा तेरो राइट खुट्टाको चाहिँ नि भएको छ। अब तँ चाहिँ नि हिँड्नु त सक्लास्, तर अरू चाहिँ कामहरू चाहिँ तैँले गर्नु केही पनि सक्दैनस् भनेर भनिदिन्छ डक्टरले। त्यसको 17वटा तेरो स्टिल हालेको छ, 17वटा टुक्रा भएको छ तेरो खुट्टाको। अब चाहिँ तैँले चाहिँ नि त्यो विचार चाहिँ छोडिदिए कि त्यो चाहिँ नि अब जिम्नास्ट गरिबस्छस् भनेर। त्यो एकदम दिमाग खराब हुन्छ त्यसको। अब मैले के गर्ने, मैले त सपना थियो ओलम्पिक्समा जिम्नास्ट गर्ने भनेर। अनि त्यो अब त लङ्गडो भइसकेछ। अब बैशाखी लिएर हिँड्नु थाल्यो। अब सब दौडिरहेछन्, रनिङ गरिरहेछन्, त्यसलाई अब डर लागिरहेछ। अनि जय आउँछ भेट गर्न। अनि जय आएर त्यसलाई हेर्छ। अनि त्यहाँबाट मेरो खुट्टामा दुखिरहेछ हुन्छ। त जयले भन्छ तेरो खुट्टामा होइन, तेरो मनमा दुखिरहेछ भनेर भन्छ। त्यसपछि फेरि त्यो आफ्नो कोचलाई भेट्छ र कोचलाई भन्छ कि म फेरि गर्न चाहन्छु, 8 महिनापछि उतो छ के अरे, म चाहिँ त्यति बेलासम्म सन्चो भइहाल्छु र 8 महिनापछि चाहिँ नि म ओलम्पिकको लागि तयार भइहाल्छु भन्छ। त्यहाँबाट त्यसले भन्छ, डक्टर कोचले भन्छ तँ बिरामी छस्, तेरो डक्टरहरूसँग मैले कुरा गरेको थिएँ, तँलाई चाहिँ सन्चो भएको छैन। डक्टरले मलाई भनिदियो तेरो 17वटा टुक्रा भएको खुट्टाको र स्टिल हालेछ, कसरी गर्छस् तैँले भन्नु। त्यो घरतिर जान्छ, घर गएर आफ्नो पुरा प्राइजहरू चाहिँ नि सबै भत्काउन थाल्छ। भत्काएर त्यहाँबाट हिँड्दै बाहिर निस्किन्छ, अब के गर्ने भनेर। त्यसपछि अब मर्नु पऱ्यो भनेर एउटा चाहिँ टावरमाथि चढ्छ, जिन्दगीमा मेरो अब केही पनि छैन भनेर। त्यसपछि त्यो एउटा टावरमा हुन्छ। त्यति बेलै त्यसले आफ्नो भित्रको एउटा सोचलाई हेर्छ कि त्यो सोचले चाहिँ त्यसलाई तानिरहेको हुन्छ। अब किन गर्छस् र तैँले, मर्न त भनेर मर्नलाई बाध्य गरिरहेको हुन्छ। त्यो सोचले भन्छ ओहो हारिस, गरिहालिस् नि, अब गर्न सक्छस् भनेर तानिरहेको हुन्छ। त्यहाँबाट तान्दा त्यसले मैले सक्छु भन्ने एउटा दृढ इच्छा शक्तिले आफूलाई चाहिँ नि बचाउँछ र त्यसलाई फालिदिन्छ। फाल्दाखेरि त्यसले हेर्छ आफूलाई त्यही सपनाबाट बिउजिन्छ। त्यो राक्षसलाई त त्यसले फालिदियो, तर त्यसको भित्रै छ त्यो राक्षस, त्यो डाउटहरू आफूमाथि, सेल्फ डाउटहरूको राक्षस हो क्या त्यो। त्यसपछि त्यही बुढो थिम फेरि जान्छ त्यो। अनि बुढो थिम जाँदाखेरि बुढोले भन्छ के भयो तँलाई भनेर भन्छ। अनि त्यो कारभित्र बसिरहेको हुन्छ, यस्तो यस्तो भयो, अब के गर्ने भनेर भन्छ। त्यहाँबाट त्यसले भन्छ आफूलाई जुन मन परेको चिज छ तैँले गर्नु थाल, के छ तेरो लाइफमा बेस्ट चिज भनेर भन्छ। के हो लाइफको सार चाहिँ के हो भनेर सोध्न थाल्छ, थाहा छैन त्यसलाई। अनि त्यो गाडीमा बसेर चाहिँ नि सोच भनेर भन्छ। त्यो गाडीमा बसेर सोच्न थाल्छ। अनि अनेक जवाबहरू चाहिँ त्यसले लिएर आउन थाल्छ। आउँदा एउटा दिन चाहिँ नि दुईवटा केटा र केटी चाहिँ नि भेटेको हेर्छ। अनि आएर त्यसलाई जवाब दिन्छ कि यो संसारमा केही न केही भइरहेकै हुन्छ, केही पनि कुरा अर्डिनरी छैन भनेर भन्छ। त्यहाँबाट त्यो बुढो खुस हुन्छ। अनि चाहिँ दुईजना चाहिँ नि दारू हान्न जान्छन्। दारू हान्न जाँदाखेरि दुईजना भेट भएपछि कुराहरू गर्न थाल्छ। अब चाहिँ म चाहिँ नि के अरे संसारको लागि काम गर्नु पऱ्यो भनेर त्यसले भन्छ ठिक छ। भोलिपल्ट फेरि आफ्नो साथीहरूलाई भेट्छ। अनि साथीहरूलाई सरी भन्छ, म हरामी थिएँ, म चाहिँ नि आफ्नो इगोमा घमण्डमा थिएँ, मैले तिमीहरूलाई चाहिँ दुःख दिएको छु भनेर। फेरि त्यो बुढोलाई भेट्न जान्छ। बुढोसँग फेरि चिया कफी खान्छ। खाना खाँदा चिया कफी खाएर दुईजना बसिरहेको हुन्छन्। अनि भन्छ, बुढोले भन्छ तैँले जिम्नास्ट होइन, तँ जिम्नास्ट फेरि प्र्याक्टिस गर, किन गरेको छैनस्। त्यसले भन्छ मेरो खुट्टामा रड लागेको छ, 17वटा टुक्रा छ, कसरी गर्ने भन्छ। आफूलाई जे मनपर्छ त्यो गरिराख्नुपर्छ भनेर भन्छ। त्यहाँबाट बुढोले भन्छ वारियरहरू यसरी हार्दैनन् भनेर भन्छ। मैले तेरो लागि एउटा ट्र्याम्पोलिन चाहिँ नि रेडी पार्दैछु भनेर भन्छ। त्यहाँबाट त्यो गएर ट्र्याम्पोलिन हेर्छ। अनि ट्र्याम्पोलिन हेरेर त्यहाँबाट त्यसलाई चाहिँ नि अब त्यो बुढोले अब ट्रेनिङ दिन थाल्छ, प्र्याक्टिस गरेर ओलम्पिकलाई तयारी गर्ने यत्तिकै। त्यहाँबाट गर्दा प्र्याक्टिस गर्छ। अनि प्र्याक्टिस गर्दा त्यो कोच आउँछ। भोलि बिहान फेरि त्यो जान्छ आफ्नो प्र्याक्टिस गर्ने ठाउँमा। अनि त्यति बेलै त्यसको भेट कोचसँग हुन्छ। अनि कोचले त्यसलाई एउटा लेटर दिन्छ जसमा कि ओलम्पिक कमिटीको मान्छेहरूले चाहिँ त्यसलाई चाहिँ हुँदैन अब सेलेक्सन भनेर भनिदिएको हुन्छ। त्यो चाहिँ नि पुरा टुटिहाल्छ। आफूलाई सम्झेर म यस्तो भयानक मान्छे हो, कोचले मलाई सम्झाएको थिएँ तर मैले मानेन, मेरो खुट्टा अहिले यस्तो भयो भनेर सम्झिन्छ। त्यहाँबाट त्यो कोचले भन्छ, त्यहाँबाट त्यो रुन थाल्छ, मैले गल्ती गरेँ आफ्नो जिन्दगीमा भनेर रुन थाल्छ। फेरि त्यो बुढो थियौँ
फेरि जान्छ। बुढो थियौँ, फेरि जाँदाखेरि त्यसलाई भन्छ म चाहिँ अब ओलम्पिकमा सेलेक्ट हुन सकेन, अब के गर्ने मैले जिन्दगीमा। त त्यसले बुढोले भन्छ आफूलाई जे मन पर्ला लाग्छ त्यो गर, ओलम्पिकमा हुनु केही ठुलो कुरा थोडी न हो भन्छ। त्यहाँबाट त्यसले भन्छ मेरो सपना नै हो ओलम्पिकमा जाने, अरू के मलाई खुसी नै त्यसैले मिल्छ भनेर भन्छ। त्यहाँबाट म ओलम्पिकमा अब जानु मिल्ने भएन भनेर भन्छ। त्यहाँबाट बुढोले भन्छ ए बुढो यसो विचार गर्छ अनि त्यसलाई भन्छ ल हिँड। बुढोलाई अब लाग्छ अब बिचरा दुखी छ भनेर, अब ल हिँड्न त भोलि हिँड, एउटा पाहाडमा जाऊँ, म तँलाई एउटा चिज चाहिँ दिन चाहन्छु भनेर भन्छ बुढोले। अनि भोलि बिहान चाहिँ दुईजना पाहाडमा जान्छन्। 4 घन्टा चाहिँ हिँड्दा 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 पाहाडको टुप्पोमा पुग्छन्। अनि पाहाडको टुप्पोमा पुगेपछि त्यसले सोध्छ खैदेन के कुरा देखाउनु खोज्यो हो। त त्यसले भन्छ, त्यो बुढोले भन्छ ऊ त्यहाँ तल हेर्दा एउटा ढुङ्गा छ, त्यही हो मैले तँलाई देखाउनु खोजेको भन्छ। त्यहाँबाट त्यो बुढोले त्यसलाई त्यो दिएपछि त्यो रिसाउँछ, के यो बुढो पनि आँडै रहेछ, यसले चाहिँ मलाई यो ढुङ्गा देखाउनु लिएर आएको तैँले मलाई भनेर भन्छन्। त्यसपछि एकछिनमा चाहिँ त्यसको समाचार आउँछ यात्रा रहेछ रमाइलो त, त्यहाँ पुगेपछि त केही पनि नहुने रहेछ भनेर त्यसको दिमागमा चाहिँ आउँछ यात्रा नै हो रमाइलो, त्यहाँ पुगेपछि त सबै कुरा खतम भइहाल्ने रहेछ भनेर। त्यहाँबाट त्यो बुढो हाँस्छ अब यसले बुझ्यो भनेर। त्यसपछि दुईजना फेरि ढुङ्गालाई हेर्दैन अनि ढुङ्गालाई हेरेपछि त्यहाँबाट फर्किन्छन्। फर्किँदा बुढो पनि खुसी भइहाल्छन्। दुईजना फेरि ट्राम्पोलिन थिम जान्छ बिहान र आफ्नो कोचसँग चाहिँ कोचलाई चाहिँ देखाइदिन्छ ट्राम्पोलिनमा गएर 2टा फ्लिप हानेर कोचको अगाडि त्यसले ट्राम्पोलिनमा चाहिँ गरेर देखाइदिन्छ। त्यसपछि फेरि ओलम्पिकको लागि सेलेक्सन भइहाल्छ त्यतिमा त्यसको। त्यो चाहिँ ओलम्पिक लागि जाँदाखेरि त्यही बुढोलाई भेट्छु भनेर जाँदा बुढो त छोडेर गइसक्यो भन्छन्। अनि बुढो छोडेर गयो भनेर त्यो बुढोलाई लिएर जान्छु सोचिरहेको हुन्छ कि त्यसले। अनि त्यो गइसक्यो भनेपछि त्यो उदास हुन्छ। त्यही पनि त्यसले सोध्छ अब गरिहाल्छु मैले भने। त्यहाँबाट ट्राम्पोलिनमा त्यो चढ्छ। अनि ट्राम्पोलिनमा चढेर त्यसले त्यस्तै अब कन्सन्ट्रेट एउटा कुरामा मात्रै गरेपछि त्यसले 3 फ्लिप चाहिँ नि मजाले हाल्छ। 3 फ्लिप मजाले हालेपछि कोच चाहिँ नि आँसु बग्छ कोचको, जे खोज्यो त्यो त्यही गर्यो भनेर मान्छेहरू पनि छक्कै पर्छन्। लास्टमा चाहिँ नि त्यसको बिहा चाहिँ नि त्यही जोय भन्ने केटीसँग बिहा हुन्छ र चाहिँ नि यो चाहिँ ट्रु इभेन्ट्समा चाहिँ नि बेस्ड मुभी।